हेलो गाइस साथीहरु हैन आज चाहिँ दुईटा मयू भन्ने सेरहरु हैन एक अब एनपीएल सिजन 2 अनि 1 को पनि एउटा दावेदार टिम हो सुदूरपश्चिम रोयल्स हैन फाइनलमा गएर जनकपुरसँग हारेको थियो तर योपालि जनकपुर फाइनलसम्म के लिग टुर्नामेन्टमा पनि पुग्न पाएन बाहिरियो लगभग 3-4 एउटा गेम जित्यो यारे 6वटा गेम हारेर बाहिरियो हैन अनि आज एकतिर छ किङ अर्कोतिर छ टाइगर यानी कि सुदूरपश्चिम रोयल्स सिजन 2 को पनि एउटा दावेदार स्ट्रङ टिम हो के हैन कुनै पनि गेम नहारिकन लगभग 6वटा गेम जित्यो तर अस्ति विराटनगर किङसँग हार्यो हैन अनि अब यता मयू किङ भन्ने दौडमा छ यता टाइगर रोयल्स सुदूरपश्चिम रोयल्स मयू शेर असली शेर मयू भन्ने छ हैन अनि अब किङ फेरि मयू शेर म हार्न चाहदिन अब भन्ने दौडमा छ यता टाइगर त्यस्तै आजको खेल यति डेन्जर यति बवाल यति हुन्छ नि यति पावर हुन्छ नि हैन हेर्न धेरै मजा आउँछ गाइस अनि आज तपाईहरुलाई कसले जित्छ जस्तो लाग्छ कमेन्ट गर्नु होला हैन अनि अब विराटनगर किङले पनि लगातार 2 गेम हारेको र 5 गेम जितेको अनि विराटनगर किङ पनि यो टुर्नामेन्टको सबभन्दा हाईएस्ट रन बनाउने एउटा विराटनगर किङ नै हो र सबभन्दा 148 रनको टार्गेट अस्ति सुदूरपश्चिम रोयल्सलाई जम्मा 11.5 ओभरमा त्यो 150 रन हानेको छ हैन विराटनगरको अस्तिको जस्तै ब्याटिङ फापु र अर्को श्याम ओपनर चल्दियो भने सुरुमा ब्याटिङ गर्यो भने आज मलाई लाग्छ कि 200 प्लस हुन्छ जसम्म लाग्छ अनि आज चाहन्छन् कि डु एन्ड डाई भन्छ नि जित्नै पर्ने के हामी जित्छौँ म जित्छु किङ पनि म जित्छु भन्ने हुन्छ दाउमा टाइगर पनि म जित्छु भन्ने अस्तिको बदला लिने सोचमा टाइगर किङ लगातार म जित्छु म किङ हो भन्ने दौडमा आज दुईटा टिम दौडधुपमा हुन्छ हैन दुईजनाको यस्तो फाइट गर्छ यस्तो बवाल हेर्न यति मजा आउँछ अनि एक्सरसाइज छु म पनि हेर्नलाई हैन सबैजना आजको गेम हेर्नलाई पुरा एकदम आतुर हुनुहुन्छ म पनि एकदम बवाल छु हेर्ने हो अनि आजको टिमहरुले चाहिँ आज जसले टस जिते पनि आज बलिङै गर्ने हो अनि जसले टस हार्छ उसले ब्याटिङ गर्यो भने कमसे कम थोरैमा 180 90 त हान्नै पर्छ अनि बलिङ गर्नेले कमसे कम 150 140 सम्म रोक्ने कोसिस गर्छन् आज अस्तिकोबाट थाहा भइसकेको छ हैन अनि एकदम मजा आउँछ हेर्नु होला सबैजनाले सपोर्ट गर्नु होला हैन यस्तो तछाड मछाड अस्तिको कमेन्ट हेरेको यति थियो यति गाली थियो यति भनिरहेको थियो कि विराटनगर किङलाई विदेशी खेलाडी खेलाएर यस्तो उस्तो भनेको थिए आज हैन अब सुदूरपश्चिम रोयल्सले पनि दुईटा सेन बोल्डर के एउटा मगाएको छ दुईटा आएको छन् हैन ठीक छ दुईटा टिमले एकदम राम्रो गरोस् दुवैजनालाई बेस्ट अफ लक हैन तर आजको गेम कस्तो हुन्छ हेरेपछि म लिएर केही शब्दहरु केही कुराहरु भन्छु जसले सबैजनाले हेर्नु होला अनि यो मेरो च्यानललाई पनि सबैजनाले सब्स्क्राइब गरिदिनु होला प्लिज गाइजहरु यो भर्खर नयाँ हो हैन भर्खर सुरु गर्दैछु बिस्तारै अनि सबैजनाले लाइक शेयर कमेन्ट सब्स्क्राइब गरिदिनु होला भन्दै दुवैजना टिमलाई बेस्ट अफ लक कङ्ग्रेचुलेसन जसले जिते पनि अगाडि जाने हो बेस्ट अफ लक